पार्टीका सर्दै अध्यक्षलाई कपिलवस्तु जिल्लाले सम्मान गर्ने कार्यक्रम राखेको छ। उहाँलाई सम्मान गराउन लिइदिनको निम्ति अनुरोध गर्दै उपकिसान सङ्घ जिल्लाका अध्यक्ष निर्वाचित वडा अध्यक्ष हाम्रो पार्टीका अध्यक्ष पनि हुनुहुन्छ अनुप कुमार चौधरीलाई पनि अध्यक्ष कमरेड प्रचण्डलाई आफ्नो फाइल सहित थोरै ब्रिफिङ गर्नको निम्ति अनुरोध गर्दछु। यसै गरी मिटर ब्याज पीडितहरूले एकछिनपछि मिटर ब्याज पीडितहरूले पनि आफ्नो थोरै समय लिएर अभिवादन भन्न चाहन्छु। आज प्रवेश गर्ने कमरेडहरूमा हुन त सबै जात जाति भाषा भाषी विभिन्न राजनीतिक दल परित्याग गर्ने सबै हुनुहुन्छ, तर त्यो मध्ये असाध्यै महत्त्वपूर्ण नेताहरू चाहिँ मुस्लिम समुदायबाट हुनुहुन्छ। मुस्लिम समुदायलाई अभिवादन। तपाईहरुको हाम्रो पार्टीप्रतिको भरोसा, पार्टीप्रतिको विश्वास जसरी प्रस्तुत गर्नु भएको छ, म विशेष रूपले धन्यवाद भन्न चाहन्छु। महत्त्वपूर्ण युवा नेतादेखि हिजो हाम्रो पार्टीबाट संविधान सभामा प्रतिनिधित्व गर्ने वरिष्ठ नेताहरूसम्म वरिष्ठ नेतासम्म पनि आज पार्टीमा प्रवेश गर्नु भएको छ। म उहाँहरू सबैलाई फेरि एकचोटि यो मञ्चबाट बधाई भन्न चाहन्छु, पार्टीमा स्वागत गर्न चाहन्छु। उहाँहरूलाई समुचित जिम्मेवारी दिइने कुराको विश्वास पनि म व्यक्त गर्न चाहन्छु र तपाईहरुले आफ्नो क्षमता अनुसार जनताको सेवा गर्ने, जनताको विकास र समृद्धिको यात्रामा सहभागी हुने अवसर प्राप्त गर्नुहुनेछ। हामी यो तराई मधेस जागरण अभियान हुलाकी मार्ग केन्द्रित नै किन गर्यौं, म थोरै यो बारे तपाईहरुलाई जानकारी गराउन चाहन्छु। लामो समयदेखि हुलाकी मार्ग निर्माणको प्रक्रिया अवरुद्ध थियो। मैले 73 मा दोस्रो पटक नेपाल सरकारको प्रधानमन्त्री हुँदा भारत भ्रमणमा गएको बेलामा हुलाकी मार्ग निर्माणको काम रोकिएको बारे गम्भीर ढंगले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग कुरा गरेको थिए र पहिलेको समझदारी अनुसार भारत सरकारले यो निर्माण प्रक्रियामा सहयोग गर्ने कुरा के हो भन्ने कुरा गरेपछि मोदीजीले त्यसलाई अगाडि बढाउने हो, तपाई नेपाल फर्केर हुलाकी मार्ग निर्माण प्रक्रिया सुरु गर्नुहोस् भनेपछि मैले त्यहाँबाट भारतबाट फेरि देश फर्केपछि सिराहा जिल्लाको बरियारपट्टी भन्ने ठाउँमा गएर हुलाकी मार्गको शिलान्यास सुरु गरेको थिएँ र त्यहाँबाट यहाँसम्म आउँदा हुलाकी मार्गको धेरै भाग निर्माण भइसकेको छ, भइरहेको छ। कयौं पुलहरू र कतिपय ठाउँहरूमा अझै हुलाकी मार्ग निर्माण हुन बाँकी छ। हामीले यो हुलाकी मार्ग निर्माणको निम्ति माओवादी केन्द्र र त्यसको नेतृत्वको हैसियतले, प्रधानमन्त्रीका हैसियतले मैले विशेष पहल गरेको कारण हुलाकी मार्गसँग र हुलाकी मार्ग वरिपरि बस्ने नेपाली जनता, ती मजदुर किसानहरू, आदिवासी जनजातिहरू, दलित महिलाहरू, मधेसी मुस्लिमहरू र सबै समुदाय प्रति हाम्रो विशेष जिम्मेवारी रहेको मलाई महसुस हुने गर्दछ। त्यसकारण नेपालको इतिहासमा पहिलो पटक माओवादी केन्द्रले नै हुलाकी मार्ग केन्द्रित पूर्व पश्चिम अभियान सञ्चालन गर्ने साहस गर्यो र त्यसैको परिणाम आज बहादुरगञ्जमा तपाई हजारौंको संख्यामा उपस्थित जनसमुदायको अगाडि हाम्रो टिम आइपुगेको छ र तपाईहरुलाई मैले सम्बोधन गर्ने अवसर प्राप्त गरेको छु। यो पहिलो कुरा। दोस्रो कुरा, हुलाकी मार्ग नेपालको दक्षिणी सिमाना नजिक बस्ने नेपालीहरूका निम्ति एउटा लाइफ लाइन हो, यो एउटा जीवन रेखा हो। हुलाकी मार्गले यस क्षेत्रका जनताको आर्थिक जीवनमा एउटा ठूलो रिभोल्युसन, क्रान्ति ल्याउन सक्छ भन्ने हाम्रो विश्वास छ। नेपाल सरकारबाट, नेपालको राज्यबाट सबभन्दा बढी विभेदमा पारिएको, सबभन्दा बढी अपमान गरिएको र यहाँ शिक्षाको दृष्टिले, स्वास्थ्यको दृष्टिकोणले, भौतिक पूर्वाधारको दृष्टिकोणले धेरै पछि पारिएको क्षेत्र हो यो हुलाकी मार्ग वरिपरिको क्षेत्र र यहाँको जनता। हामीले हुलाकी मार्ग केन्द्रित अभियान चलाउनुको हाम्रो तात्पर्य यस क्षेत्रका जनतामा जागरण ल्याउनु मात्रै होइन,
हाम्रो पार्टीले यस क्षेत्रका जनताका समस्याहरूलाई प्रत्यक्ष रूपमा अध्ययन गरेर बुझेर यहाँका जनताकै मुखबाट जनताकै सँग बसेर जनतासँगै खाएर यहाँका समस्या र पीडाहरू के छन्, यहाँको जनताले के महसुस गरेका छन् भन्ने बुझेर काठमाडौँमा सदनमा ती आवाजहरूलाई घन्काउने, सडकमा पनि ती आवाजहरूलाई लैजाने, बजेट निर्माणमा पनि यहाँका जनताका आवाजहरूलाई प्राथमिकता दिने, भौतिक पूर्वाधार सडक निर्माणदेखि कृषिमा सुधार, कृषिमा क्रान्ति ल्याउने उपाय, सिंचाई, मलखातका समस्या। मैले आफू प्रधानमन्त्री हुँदा 12 अरबबाट एकैचोटि 30 अरब पुर्याएर मलखातको समस्या हुन, किसानलाई समस्या हुन दिइएको थिएन। तर अहिले फेरि दलाल र बिचौलियाहरूले सेटिङ गरेर किसानहरूलाई अहिले फेरि मलखातको अभाव भोग्नु पर्ने बाध्यता भएका छ। त्यसका विरुद्ध लडाईँ लड्न पनि हामी तपाईहरुसँग यो अभियानमा छौं। त्यसै गरी शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा जसरी यस क्षेत्रका जनतालाई विभेदमा राखिएको छ, अपमान गरिएको छ, उनीहरूको स्वाभिमान फिर्ता ल्याउन, आत्मसम्मानका लागि पनि हामीले हुलाकी मार्ग केन्द्रित अभियान जरुरी छ भनेर झापादेखि यो अभियान सुरु गरिएको हो। मलाई खुसी छ र हाम्रा नेताहरूको टिममै टिम तपाईहरुको अगाडि हामी छौं। हामी नेताहरूको टिम निकै जनतासँगका बसाई, जनताका पीरमर्का, हाम्रा शहीद परिवारहरूका आवाजहरू, उनीहरूका आँसुहरू, उनीहरूका पीडाहरू हामीले नजिकबाट देख्यौं, बुझ्यौं, सुनेका छौं र उहाँहरूका आवाजहरूलाई हामीले फेरि एकचोटि गम्भीर रूपले लिएर अगाडि जाने संकल्प गरेका छौं र साथै किसानहरूका समस्या समाधानका निम्ति एउटा नयाँ कृषि क्रान्तिको आवश्यक छ। यहाँ सिंचाईको, मलखातको मात्रै होइन, उत्पादन र उत्पादकत्व वृद्धि गर्न वैज्ञानिक विधि अपनाउन पनि त्यत्तिकै जरुरी छ। त्यस उद्देश्यका साथ पनि हामी यो हुलाकी मार्ग अभियानमा छौं र हामी झापादेखि यहाँसम्म आउँदा लाखौंसँग हामीले भेटघाट गरेका छौं र सबैका कुरा सुनिसकेपछि एउटा नयाँ ऊर्जा, नयाँ शक्ति हामीलाई प्राप्त भएको महसुस भएको छ। आज तपाईहरु यो कपिलवस्तु जिल्लाको बहादुरगञ्जमा जुन उत्साह, जुन जिज्ञासाका साथ तपाईहरु उपस्थित हुनुहुन्छ, त्यसले पनि देखाएको छ कि कपिलवस्तु जिल्ला पनि फेरि एउटा नयाँ जागरणमा अगाडि आएको छ, नयाँ उत्साहको साथ माओवादी केन्द्रसँग जोडिन आएको छ। यहाँ आज पार्टी प्रवेश गर्ने विभिन्न नेता कार्यकर्ताहरूको स्पिरिटले पनि त्यसलाई राम्रोसँग प्रदर्शित गरेको छ। आदरणीय जनसमुदाय, त्यसकारण मैले यो अभियानलाई कञ्चनपुरसम्म पुग्दा एउटा नयाँ संश्लेषण, एउटा नयाँ विश्लेषण, एउटा आर्थिक समृद्धिको नयाँ अभियान, सांस्कृतिक रूपान्तरणको नयाँ अभियानको रूप यसले लिनेछ भन्ने मैले महसुस गरेको छु र तपाईहरु सबैलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। यति भनिसकेपछि मैले थोरै कुरा देशको राजनीति बारे केही कुरा राख्नु छ। तपाईहरुलाई थाहा छ, मैले पछिल्लो पटक सरकारको नेतृत्व गर्दै गर्दा भ्रष्टाचारका विरुद्ध एउटा नयाँ लडाईँ सरकारबाटै छेडेको थिएँ। तपाईहरुले देखिराख्नु भएको छ के राजनीतिक दलका नेताहरू जो भ्रष्टाचारमा डुबेका छन् उनीहरूलाई कानूनको दायरामा ल्याउने र कारबाहीको प्रक्रियामा लैजाने काम गरिएको थियो। भूमाफियाहरू जसले राज्यको जमिन व्यक्तिको नाममा बनाएर करोडौं र अरबौं लुट्न पल्केकाहरूलाई जग्गा फिर्ता गर्न बाध्य पारिएको थियो। जनताको जग्गा जनतालाई फिर्ता गर्ने, राज्यको जग्गा राज्यलाई फिर्ता गर्ने प्रक्रियाको सुरुवात गरिएको थियो। तपाईहरुलाई यो पनि थाहा छ, दलाल र बिचौलियाहरूले रातारात करोडौं र अरबौं कमाउने सेटिङ गर्ने, मन्त्री प्रधानमन्त्रीहरूलाई किन्ने, खरिद गर्ने जो सेटिङ थियो, मैले त्यो सेटिङ भत्काउनको लागि लडाईँ लडे र धेरै सेटिङहरू भत्किए पनि। र त्यसपछि हामीले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा, तपाईहरुलाई यो कुरा सायद सम्झना होला, मैले वर्षौंदेखि नागरिकताको समस्या झेलिरहेका नेपाली युवाहरू, खास गरी तराई मधेसमा जसका
आमा र बुवा र मम्मी नेपाली नागरिक छन्, तर उमेर पुगेका उनका छोराछोरीले नागरिकता नपाउने बडो विडम्बनाको स्थिति नेपालमा थियो। त्यो स्थितिको अन्त्य गर्नको लागि मेरो नेतृत्वको सरकारले लडाईँ लड्यो, कानुन बनायो र नागरिकता प्राप्तिको ढोका खुल्यो र लाखौं नेपाली युवाहरूले नागरिकता प्राप्त गर्ने स्थिति बन्यो। आदरणीय जनसमुदाय, देशैभरि र तराई मधेसमा मुख्य रूपमा मिटर ब्याज पीडितको समस्या निकै विकराल समस्याको रूपमा रहेको छ। मेरो नेतृत्वको सरकारले पहिलो पटक नेपालको इतिहासमा मिटर ब्याज पीडितहरूका पक्षमा ऐन निर्माण गर्यो र अनि मिटर ब्याज पीडितका समस्या समाधान गर्ने निकै ठूलो मेहनत गर्यो। यद्यपि अझै पनि यो समस्याको समाधान भइसकेको छैन, ऐनको ठिक ढंगले कार्यान्वयन भइराखेको छैन। हामी सरकारबाट हटेपछि यो समस्या फेरि जस्ताको तस्तै बल्झिएको अवस्था छ र यो समस्या समाधान गर्ने उद्देश्य पनि हाम्रो यो हुलाकी मार्ग केन्द्रित राष्ट्रिय अभियानमा अन्तर्निहित रहेको छ। म यहाँहरूलाई यो कुरा पनि जानकारी गराउन चाहन्छु। त्यसैगरी सामाजिक विभेदका दृष्टिकोणले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय मेरो नेतृत्वको सरकारले गर्यो र विदेशमा गएका तपाईँ हाम्रा छोराछोरीहरू, हाम्रा परिवारका सदस्यहरू अहिले 15 लाख चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन् र देशभित्र पनि औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने ढोका खोलिएको छ। तपाईहरुलाई यो पनि थाहा छ, मैले हिन्दुस्तानको भ्रमण गर्दा, भारत भ्रमण गर्दा भारतसँग दीर्घकालीन महत्त्वका थुप्रै सम्झौता भएका छन्, जुन सम्झौता नेपाल र नेपाली जनताको हितमा छन्। चाहे त्यो विद्युतसँग सम्बन्धित सम्झौता 10,000 मेगावाट तपाईहरुले सुन्नु भएको छ, या कृषिमा क्रान्ति ल्याउनको लागि भएका सम्झौताहरू, या बोर्डरमा आईसीपी इन्टिग्रेटेड चेकपोस्ट चाहिँ खडा गर्नका लागि भएका सम्झौताहरू, या नेपाल, भारत र बंगलादेशका बीचमा त्रिदेशीय विद्युत व्यापार सम्झौताको सहमति, यी सबै दूरगामी महत्त्वका। तपाईँ हामी जीवित रहँदा मात्रै होइन, तपाईँ हामी मरेपछि पनि हाम्रा छोराछोरी नाति नातिनले पनि यसबाट लाभ लिन सक्नेछन्, त्यसकालका सम्झौता भए। तपाईहरुलाई यो पनि सम्झना होला, मेरो चीन भ्रमणमा जाँदा थुप्रै परम्परागत नाकाहरू बन्द थिए। उत्तरी सिमानामा बस्ने नेपालीहरूको व्यापार व्यवसाय चौपट भएको थियो। म त्यहाँ गएको बेलामा सबै परम्परागत नाका खोल्ने सम्झौता भयो र अहिले प्राय सबै नाका खुलेका छन् र उत्तरतिर पनि व्यापार व्यवसाय बढ्ने ढोका खुलेको छ। यसैगरी मैले जलवायु परिवर्तनको प्रभावदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा, चाहे त्यो संयुक्त राष्ट्र सङ्घको होस् या खाद्य सम्प्रभुतासँग इटालीमा भएको चाहिँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र नेपाल जस्तै गरिब देशहरूको पक्षमा ती 47 देशको अध्यक्षको हैसियतले मैले जबरजस्त कुराहरू राखेपछि अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको इज्जत र प्रतिष्ठा धेरै माथि पुगेको थियो। छिमेकीहरूसँग बडो सन्तुलित सम्बन्ध भएको थियो। आदरणीय जनसमुदाय, तर यो कुरा यो देशका ठुल्ठुला दलाल पुँजीपतिहरूलाई मन परेन। माओवादी केन्द्रले जनताका पक्षमा, राष्ट्रको पक्षमा गरेका राम्रा कामहरूले उनीहरूलाई घाटा भयो। उनीहरूले रातारात कमाउने गरेको करोडौं र अरबौं डुब्ने खतरा पैदा भयो। उनीहरूले कब्जा गरेको जग्गा फिर्ता जाने भयो राज्यमा। बिचौलियाहरूले कमिसनको खेल रोकिने भयो भनेर तपाईहरुले देख्नु भएको छ। हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो। संख्याको खेलको नाममा हेर्दाखेरि त पार्टीहरूले गरे जस्तो देखिन्छ, तपाईहरुलाई पार्टीले गरे भने जस्तो लाग्छ होला, तर म तपाईहरुलाई भन्न चाहन्छु त्यो पार्टीहरूको बुद्धिले भन्दा दलाल पुँजीपतिहरू, बिचौलियाहरू, भूमाफियाहरू, तस्करहरूले बनाएको सरकार हो यो। यसको काम भ्रष्टाचारीहरूलाई कारबाही गर्नु होइन, भ्रष्टाचारीलाई रक्षा गर्नु यसको काम हो। राम्रो काम गर्ने कर्मचारीलाई बर्खास्त गर्नु, नराम्रो काम गर्नलाई खोजी खोजी पुरस्कार दिनु यसको काम हो। गएको 8-10 महिनामा तपाईँ हामीले देखिसकेका छौँ।
कुलमान जस्ता लोड सेडिङ अन्त्यमा महत्त्वपूर्ण भूमिका खेल्नेलाई अपमानपूर्वक हटाउनेदेखि त्यस्तै अरूलाई ल्याउने काम गरिएको छ र अहिले तपाईहरूले देखेका छौं सरकारका प्रत्येक क्रियाकलाप राष्ट्र र जनताका विपक्षमा गएका छन्। छिमेकीहरूसँगको सम्बन्ध बिग्रिएको छ। अन्तर्राष्ट्रिय इज्जत र प्रतिष्ठा नेपालको कमजोर भएको छ। अहिले नेपाली कांग्रेसका सबैजसो मन्त्रीहरू अब सरकारको विरोधमा बोल्न थाल्नु भएको छ। नेपाली कांग्रेसका नेताहरू बोल्न थाल्नु भएको छ। बिस्तारै एमाले भित्र पनि उकुस मुकुसको वातावरण देखिएको छ र यो सरकार, मैले त भनेको थिएँ, यो सरकार हामीले थाल्न बल गर्न पर्दैन, आफ्नै बोझ थाम्न नसकेर यो ढल्छ भनेको थिएँ मैले। आजभोलि तपाईहरुले हेरिराख्नु भएको छ। सायद केही समयको मात्रै मेहमान हुने स्थिति देखिसकिएको छ। तपाईहरुले मलाई राम्रो काम गर्न खोज्दा खोज्दै, भ्रष्टाचार नियन्त्रण गर्न खोज्दा खोज्दै, भूमाफियाहरूलाई नियन्त्रण गर्न खोज्दा, सामाजिक विभेदको अन्त्य गरेर सामाजिक न्याय स्थापित गर्न खोज्दा, आर्थिक संकटबाट आतंकित बनेको देश र जनतालाई आर्थिक सुधार, बैंक ब्याज दर घटाउनेदेखि सुधारका विभिन्न उपाय अवलम्बन गर्न खोज्दा खोज्दै अन्तर्राष्ट्रिय सम्बन्ध सुधारेर नेपालको प्रतिष्ठा विश्वभरि, तपाईलाई थाहा छ अहिले हामी लुम्बिनीमा छौं। मैले राष्ट्रसङ्घमा गएको बेलामा राष्ट्रसङ्घका महासचिवलाई जलवायु परिवर्तनबाट नेपालमा परेको नकारात्मक प्रभावलाई अध्ययन गर्न र नेपाली जनताको शान्तिको चाहनालाई हेर्न तपाईँ नेपाल आउन पर्यो भने उहाँ आउनु भयो। तपाईँ हामीले देख्यौं उहाँ एभरेस्ट बेस क्याम्पमा जानुभयो, अन्नपूर्ण बेस क्याम्पमा जानुभयो र यही लुम्बिनी गौतम बुद्धको जन्मस्थलमा आउनुभयो। मैले र राष्ट्रसङ्घका महासचिवले एकै ठाउँबाट विश्व शान्तिको लागि सम्बोधन गर्यौं। त्यति बेला युक्रेन युद्ध चलिरहेको थियो, उता इजरायल र हमासका बीचमा नयाँ सिराबाट लडाईँ छेडिएको थियो। त्यस्तो बेलामा संयुक्त राष्ट्रसङ्घका महासचिव र मैले एकैसाथ एउटै मञ्चबाट विश्व समुदायलाई सम्बोधन गरिएको थियो। यो तपाईँ हामी सबैको निम्ति, तपाईँ लुम्बिनीवासीहरूको निम्ति अझ खास गरी एउटा ठूलो गर्वको विषय थियो। तर अहिले सरकारले यी सबै हाम्रा प्रतिष्ठाहरू, हाम्रो गर्वहरूलाई नराम्रोसँग चाहिँ धुलोमा मिलाउने कोसिस गर्दैछ। जनताको हक र अधिकारका विरुद्ध काम गर्ने उद्देश्यका साथ दलाल र बिचौलिएको पक्षमा लाग्यो। संख्या तिमीहरूको तागत छ, म अब सम्पूर्ण नेपाली जनताको बीचमा जान्छु, जनताको तागत लिएर यही सदनमा तिमी भ्रष्टाचारीहरूलाई कारबाही गर्ने गरी फेरि आउनेछु भनेको थिएँ र त्यही उद्देश्यका साथ अहिले हामी यो तराई मधेस जागरण अभियानमा छौं। म तपाईहरुलाई विशेष रूपले भन्न चाहन्छु, अहिले हामी यो अभियानमा आउँदै गर्दा सरकारका गलत क्रियाकलापबाट एक थरी प्रतिक्रान्तिकारी भन्छौं हामी, प्रतिगमनकारी पनि भन्छौं, सामन्ती निरङ्कुशतावादी पनि भन्ने गर्छौं। ती सामन्ती तत्त्वहरू इतिहासमा मिल्काइसकिएका धेरै नराम्रा काम गरेर देशलाई 250 वर्षसम्म शासन गरेर नेपाललाई संसारकै गरिब देश बनाउने राजाहरू नै हुन्। देशका प्राकृतिक सम्पदाहरूलाई दोहन गर्ने को हो? देशका बहुमूल्य मूर्तिहरू बेचबिखन गर्ने, तस्करी गर्ने को हुन्? महिलाहरूमाथि दिन दहाडे बलात्कार गरेर हत्या गर्ने नमिता संहितालाई पोखराको नदीमा फाल्ने को हुन्? के नेपाली जनताले बिर्सेका थिए र बिर्सिन्छन् र कहिल्यै? तैपनि सरकारको नराम्रो कामबाट निरुत्साहित भएका जनता, असन्तुष्ट भएका जनता एकचोटि फेरि राजावादीहरूको विभ्रममा पर्ने खतरा देखा पर्यो र हामीले यो अभियानलाई बीचमै रोकेर हामी काठमाडौँ गयौं। तपाईहरुले देख्नुभयो, गएको चैत 15 गते हामीले पहिला घोषणा गरे अनुसार भिरकुटी मण्डपमा झण्डै 1 लाख भन्दा बढी जनता उतारेर गणतन्त्रका पक्षमा, संघीयताका पक्षमा, समावेशिताका पक्षमा, महिला, दलित, आदिवासीहरूका पक्षमा, मधेसी मुस्लिमहरूका
पक्षमा, सबै आदिवासी जनजातिदेखि सबै उत्पीडितहरूका पक्षमा हामीले आवाज घन्कायौं। तपाईहरुले देख्नुभयो त्यो विशाल प्रदर्शन र सभा बडो संयमित, बडो शालीन, अनुशासित र भव्य रह्यो। अहिले त आजसम्म पनि मलाई त्यो सभाको भव्यता, त्यसको अनुशासन, त्यसमा प्रदर्शित भएको लोकतान्त्रिक चरित्र देखेर विश्वभरिका नेताहरूले अहिले पनि मलाई बधाई पठाइराखेका छन्। तपाई माओवादीहरूलाई आरोप लगाउँथे उल्टो, तर नेपालमा त अहिले सबभन्दा धेरै लोकतन्त्रवादी, गणतन्त्रवादी, अनुशासित, संयमित, शालीन त माओवादी नै रहेछ। तपाईहरुलाई बधाई छ भनेर बधाई दिनेहरूको अहिले पनि लाम लागिराखेकै छ। आदरणीय जनसमुदाय, यसको साथै त्यही दिन 3 कुनेमा राजावादीहरूले राखेको सभा के भयो तपाईहरुले पक्कै मिडियाबाट देख्नु भएको छ, पत्र पत्रिकामा पढ्नु भएको छ, टिभीहरुमा हेर्नु भएको छ। त्यहाँ एउटा आततायी मण्डलले गुण्डागर्दी, हत्या, हिंसा, लुटपाट, आगजनी सबै खालका विकृतिहरू त्यही दिनको एउटा सभामा देखियो भने एउटा भव्यता र शालीनता, लोकतान्त्रिक मान्यताको मर्म अनुसार अर्को सभा देखियो समाजवादी मोर्चाको। त्यसकारण आदरणीय जनसमुदाय, हामी अहिले पनि आज हामी फर्किँदैछौँ, भोलि फेरि अर्को सभा गर्दैछौँ हामीले काठमाडौँमा। देशभरिका नेवारहरूलाई केन्द्रित गरेर खबरदारी सभा हामी अर्को गर्दैछौँ र यो प्रतिगामी षड्यन्त्र, हत्या, हिंसा, आतंक मचाउने, अराजकता मचाउने र इतिहासको चक्का पछि फर्काउन चाहनेहरूलाई हामी फेरि एकचोटि त्यहाँबाट खबरदारी गर्दैछौँ। त्यसकारण अहिले हामी तपाईहरुको साथमा, तपाईहरुको अगाडि यही अपील गर्न आएका छौँ। यो देशका सबै उत्पीडितहरूको निम्ति, मधेसीको निम्ति, मुस्लिमको निम्ति, विशेष गरी म आज धेरै मुस्लिम कम्युनिटीका नेताहरू पार्टी प्रवेश गरेको देखेँ। त्यसो भएको हुनाले तपाई मुस्लिमहरूको आत्मसम्मान, तपाईहरुको पहिचान र अधिकारको लडाईँ मुख्यतः माओवादी केन्द्रले लडेको हो र तपाईले आज जे प्राप्त गर्नु भएको छ माओवादीका कारण प्राप्त गर्नु भएको छ। तपाई सबै मधेसी जनसमुदाय जसले अहिले मधेसी आयोगदेखि, मधेस प्रदेशदेखि मधेसले जे जति अधिकार प्राप्त गरेको छ पहिचानको, त्यो माओवादी केन्द्रको लडाईँको कारणले नै प्राप्त गरेको हो। आदिवासी जनजाति महिलाहरू 33% केन्द्रमा, 40% स्थानीय तहमा त्यो महिलाहरूको त्यो पहिचान, त्यो अधिकार के कारणले प्राप्त भयो भन्दा मुख्यतः माओवादी केन्द्रको लडाईँकै कारणले, उसैको जागरणको कारणले पैदा भएको। आज यो देशका सामन्तहरू, नोकरशाह र दलालहरूलाई सहिसक्नु भएको छैन। गाउँघरका गरिब महिलाहरूलाई नेता मान्नु पर्ने, सलोट ठोक्न पर्ने मन परेको छैन दलालहरूलाई, बिचौलियाहरूलाई। त्यसो भएर यसलाई के गरी उल्ट्याउने भनेर उनीहरूले जोडबल गरेका छन्। मुस्लिमले प्राप्त गरेको पहिचान उनीहरूलाई मन परेको छैन, मधेसीको अधिकार मन परेको छैन। त्यसकारण कुनै न कुनै रूपमा उनीहरूले जनतालाई भ्रम दिएर यो प्रगतिलाई, हजारौं शहीदहरू, हजारौं बेपत्ता योद्धाहरूको त्याग र बलिदानबाट प्राप्त भएको यो जागरण र परिवर्तन उल्ट्याउने दुस्साहस गर्दैछन्। मैले यो पटक हाम्रो सिङ्गै लिडरसिपको टिम तराई मधेसमा हुलाकी मार्ग वरिपरि, सायद अहिले हामी जहाँ सभा गर्दैछौँ यो पनि हुलाकी मार्ग नै हो। हामी किन गर्दैछौँ भने तपाईहरुसँग अपिल गर्न, तपाईहरुलाई अदालत मानेर, तपाईहरुलाई न्यायाधीश मानेर हामी तपाईहरुको अगाडि छौँ। तपाईहरुको सहयोग भयो भने हामीले धेरै समय पर्खिनु पर्दैन। केही समय भित्रै देश फेरि जनताको हातमा, जनताको पार्टी र जनताको नेतृत्वको हातमा आउनेछ र भ्रष्टाचारीहरू सदाको लागि यस देशबाट लखेटिनेछन् भन्ने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु। त्यसको निम्ति तपाईहरुको सहयोग चाहियो। तपाईहरुको सहयोग चाहियो। तपाईहरुको सहयोग भयो भने हामी जित्छौँ र हामीले जित्नै पर्छ। यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकता हाम्रो लडाईँको कारणले आएको हो र यसको रक्षाको जिम्मेवारी पनि हाम्रो नै छ। हामी बीचमा अलिकति कहीँ न कहीँ थोरै हामीले पनि कमजोरी गर्यौं भनेर हामीले महसुस पनि गरेका छौं।
हामी कहिले एमालेसँग कहिले काङ्ग्रेससँग लाग्दाखेरि उनीहरूको रोग हामीलाई पनि सर्यो। तिनीहरूलाई सरुवा रोग छ क्या काङ्ग्रेस र एमालेलाई, हामीलाई नै अलिअलि सर्यो रोग। हामीले गम्भीर रूपले समीक्षा गर्यौं यो रोगको उपचार अब कसरी गर्ने होला। यो त हस्पिटल बिरस्टल गरेर त सन्चो हुँदैन, टिचिङ गरेर पनि हुनेवाला छैन भने यसको उपचार हामी हाम्रै वर्गतिर, हाम्रै मजदुर किसानतिर, हाम्रै महिला दलित आदिवासी मधेसी थारू मुस्लिम सबै समुदायतिर फर्केर हामीले अलिकति तपाईहरुतिर जति ध्यान दिनुपर्ने कम ध्यान दियौं, गल्ती भयो। अब हामी फेरि सच्चिएर तपाईहरुको साथमा लडाई लडेर यी प्रतिक्रियावादी जाली फटाहरूलाई हामी नेपालमा पराजित गर्छौं भन्दा पक्कै हाम्रो उपचार हुन्छ। हामी त्यही उपचारको निम्ति पनि तपाईहरुको साथमा आएका छौं। मलाई लाग्छ तपाईहरुले हाम्रो राम्रै उपचार गर्नुहुनेछ। भनियो कि 1-2-4 वर्ष हामी कहिले कांग्रेस कहिले एमाले भन्दै गर्दा कांग्रेस एमालेमा यति धेरै अहंकार देखियो कि अब हामी बिना त माओवादी आफ्नो खुट्टामा टेक्नै सक्दैन, यसको अस्तित्व नै छैन भन्ने प्रचार गरे। हामीले यो पटक के संकल्प गरेका थियौं भने अब हामी कसैको पैसाकी टेकेर होइन, आफ्नै खुट्टामा उभिएर नेपाली जनताको विश्वासको बलमा अगाडि बढ्नेछौं। तपाईहरुले देख्नुभयो उपचुनावमा हामी देशको 1 नम्बर पार्टी भयौं। पूर्व प्रदेशमा धेरै उपचुनाव भए, पालिका प्रमुखदेखि वडाहरू धेरै ठाउँमा हामी 1 नम्बर पार्टी भयौं। 2 नम्बर नेपाली कांग्रेस झर्यो, 3 नम्बरमा एमाले झर्यो। हामीले प्रमाणित गरेर देखायौं। तपाईहरुले देख्नुभयो पत्रकार महासंघको चुनावमा थुप्रै ठाउँमा कांग्रेस एमाले मिले पनि हाम्रा पत्रकार साथीहरूले चुनाव जिते। सायद कपिल वस्तुमा पनि हो, देशभरि हामीले जित्यौं। अहिले भर्खर स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पनि ठाउँ ठाउँमा कांग्रेस एमाले मिल्दा पनि हाम्रा विद्यार्थीहरूले चुनाव जित्ने र पहिलाको भन्दा कति हो कति माथि पुर्याउने काम भयो। त्यसकारण हामीलाई अहिले के विश्वास भएको छ भने हामीले बोकेर उनीहरू ठूला भएका हुन्, उनीहरूले बोकेर हामीलाई सानो बनाए। उनीहरूको जालझेलका कारण हामी कहिलेकाहीँ चिप्लियौं, कहिलेकाहीँ ठगियौं। अब हामी ठगिनबाट बचाउने पनि तपाईहरुले नै हो। जनताले मात्रै हामीलाई चिप्लिनबाट बचाउन सक्छ। त्यसकारण पनि हामी तपाईहरुको साथमा छौं। हामीलाई विश्वास छ आउने दिनमा हामी 84 सम्म जाँदा 64 को भन्दा अगाडि बढेर देशको 1 नम्बर पार्टी हामी बन्नु नै छ। तपाईं हामी सबै मिलेर बनाउनु नै छ। साँच्चै जनताको हित र यो देशको समृद्धि र समाजवादतिरको यात्रामा जाने हो भने त्यसको विकल्प छैन। हामी आफ्नो कमजोरी सच्याएर जनतासँग मिलेर एउटा नयाँ शक्ति निर्माणतिर हामी आएका छौं। मलाई विश्वास छ तपाईहरुले यसमा साथ दिनुहुनेछ। म अन्तिममा तपाईहरुलाई थाहा छ म हरेक दिन बिहान मर्निङ वाक गर्छु। अहिले मर्निङ वाक मात्रै रहेन, यो एउटा आन्दोलन भइसक्यो। देशभरि हरेक जिल्लामा जहाँ गयो त्यहाँ एउटा नयाँ आन्दोलन, युवाहरूमा एउटा नयाँ जागरण, स्वास्थ्य प्रतिको सचेतता, राष्ट्रिय एकताको प्रवर्धनको अभियान जस्तो बन्न गएको छ। म 70 पार भइसकेको छु, तर तपाईहरुलाई लाग्छ म 70 कटेको बुढो जस्तो लाग्छ त? म त 25-30 वर्षको ठिटो जस्तो गरेर देश र जनताको लागि एउटा अर्को क्रान्ति गर्ने संकल्प लिएर तपाईहरुको अगाडि छु। तपाईहरुले साथ दिनुभयो भने मलाई लाग्छ केही समयभित्र नेपालमा एउटा अर्को आर्थिक क्रान्ति हुन्छ। त्यसले किसानहरुका समस्या समाधान गर्न, मजदुरका समस्या समाधान गर्न, समाजवादको यात्रा सुरु गर्न निकै ठूलो योगदान गर्ने विश्वास मैले लिएको छु। तपाईहरुको साथ हामीलाई चाहिएको छ। हामी तपाईहरुको साथ लिएर यो देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरु गर्न चाहन्छौं। धन्यवाद, अभिवादन।